त्यत्रो पेट छ मेरो उनीहरूको यो हेर यो टिभी हेर्दा चाहिँ लालजोडी भएर हेर्छन् ए के छ यहाँ फेरि हाम्रो सेफले के गर्नुहुन्छ हौ सेफ आज माछा पाक्दै भएको सबै धैर्य गरेर बसिरहेको छ यहाँ खानालाई हाम्रो घरमा फर्स्ट टाइम माछा पाक्दै त्यो हो कुद देखाएको हुन्छ होइन यति गऱ्यो नि व्यवसाय हो यार तर यो पनि होइन चल्यो त चलिहाल्यो नि युट्युबमा हालिदिने हो अनि भ्लगिङ भनौँ इन्फर्मेसन दिने चिज भयो पुग्यो त मान्छेले यसबाट ठिक हो भन्ने एउटा हेर्दासम्म बोर नभए भयो कि हाम्रो कुराबाट कसैले केही सिक्ने होइन हेर्दा भन्ने हो सक्यो अर्को रिल आउँछ अर्को हेरिहाल्छ कि रिपिटेडली हामीले दिइराख्यो भने त्यस्तो खालको क्वालिटी डेभलप हाम्रो लाइफस्टाइल कसैलाई मन पर्न सक्छ जस्तै अब यसबाट यसैमा यो केको यो रेसिपी दिनु न भनेर यसमा कमेन्ट गर्न सक्छन् त्यस्तो दियो भने सक्छौ त अनि देखाउ न त्यसलाई नेचुरल त्यो सामानहरूलाई टक्कर टक्कर देखाएर यो यति भनेर कराईमै हालेर देखाइदियो भने फेरि अर्को पनि यस्तै एउटा चलिहाल्छ हाम्रो यता हेर न यता गर्छौ त व्यवसाय के गरौँ भन्थ्यो यसैलाई के अरे यो इन्टरटेनमेन्ट पनि भयो विदेशी डलर आउने हो कि नेपालको पैसा खर्च हुने होइन अनि देश ग्रोथै हुन्छ नि अनि हो त यहाँ दलाली गर्ने के गर्ने भन्दा त यो त बाहिरको पैसा आउने हो नि त अनि रेमिटान्स जस्तै हो नि रेमिट्यान्सकै अझै स्ट्यान्डर्ड भर्सनमै पर्छ त यस्तो गर्ने त यो हाम्रो घरको यो ट्र्याक्टर लगाएर हामी यहाँ गेट सेट लगायौँ हाम्रो अहिले भर्खरै किनेको नयाँ स्कर्पियो गाडी छ हाम्रो यसमा सर घुमियो काम केही छैन कमाउने मेसो केही छैन त्यसमा त्यही पनि अब खुसी मनाउनै पर्दो रहेछ मिलेसम्म होइन अनि सानो इभेन्टमा खुसी मनाउने बस्ने ए लाला यता छ नि ए केटाकेटी हो खुट्टामा खुट्टा त नराखे हुने भोलि छुट्टी मोज छ नि होइन ल ठिक छ त्यो त बोल्न फुर्सद छ नि त्यसलाई त ए हिरो के छ बिजी हुनुहुन्छ कहाँ खाना एकदम कम के छ हिरो माछा पकाएको त्यही भएर मजाले बसिरहेको छ नि त पनि आज यो पुरै यिनीहरू एकदमै नन भेजिटेरियनहरू हुन् यिनीहरू एकदमै मिट लभरहरू त्यही भएर सब ह्याप्पी छन् यहाँ माछा पाक्दैछ सब मुडमा छन् म पनि त्यही मुडमा खिचिरहेको छु माछाको झोल र भात खाने भन्ने आशा छ है त्यता हेर न यता मैले पनि त्यही मुडमा पकाइराखेको छु भेरी गुड ल अब दर्शकबिन्दहरू अब यति चाहिँ देखाएँ यसभन्दा माथिको चाहिँ मैले कति खिचिराखौँ र सक्यो मेरो लागि सिस्टम ल ठिक छ अहिलेलाई यति नै भयो अहिले फेरि खिच्छु है त ल अरू केही भन्न चाहन्छौ यसभन्दा बाहिरको त उहाँहरूले बुझ्नु पनि भएको छ कि अब यति गरेपछि चाहिँ माछा हाल्छन् पानी हाल्छन् ग्यासमा होइन तातो पानी राख्छौ अनि तातो पानी बोइल माछा छोड्छौ ढाक्छौ सक्यो ल यही रहेछ अब यतिसम्म हो यो त हामीले सामान्य नै बनाएको त अनि यो मुड मात्रै मजाको हो चिज त सामान्य नै बनेको चिज सामान्य हो मुड मात्रै हो अलिकति होइन आज गुड फ्राइडे ल यस्तै हो ल यत्रो भिडियो बनाएर म चाहिँ देखिरहेको छैन त भाइ यहाँ देखिन्छु म ल ए
यो चाहिँ म हो 0.5 मा खिच्नु अन बल्ल आउँछ ल। यस्तो रहेछ है। ओके सी यू इन नेक्स्ट ब्लग। हेलो के भन्न चाहन्छौ जाँदा जाँदै? के भन्नु त हामी यसै गरी भुलिरहेछौँ घरभित्र। भन के भन्छौ त होइन? आज गुड फ्राइडे होइन त ल राखेँ ल।